क्या नाम है ना? चिया पनि पिउनु दिँदैनौ। मेरो साथीले शान्तिले ग्लोभ्स लगाएर आएर चाहिँ जिउँदै गर्छ। उसको त काटकुट गरेर निकालेको भनेको त भनेको छु चिया पिउनु देऊ न साथीहरू। इभिनिङ टाइमको साँझको समयको मेरो चिया पनि पिउनु दिँदैन। डोन्ट एभर ट्राई टु दिस। मारिदिन्छु अहिले निला। ऊ पत्र काम गर्दैछ नि, ऊ यहाँ ऊ पत्र काम गर्दैछ। अहिले भाइ टच गर्छ, हातमा टच गर, हात पक्र, यस्तो गर, यस्तो गुदगुदी किन लाग्यो? म गरौँ टच? कहीँ पनि गर्नुपर्छ, यहाँ गऱ्यो कि भइगयो कि खत्तम। टची टची यस्तो छ नि जिस्किनु बाहेक केही पाउँदैन मेरो साथीले। मेरो आँखा कालै भइरहेछ नि। कालो दलेर आएपछि चाहिँ के हुन्छ सेतो? होइन ल्यातेपेते भएछ नि। हजुर भएको छैन म्याम। भक्छ अगाडिपट्टि मान्छेको भोटो रसिनी भन्छ नि त आँखै रसिनी। चलो आइडिया काम गर्नु अल्छीले काम चोर यहाँ टालिँदैछ। गरम भएर मरेको त। एसी चल्दैछ। अरे भाइ त एसी चल्दैछ यार। त्यो चाहिँ गरम लाग्छ। उडायो पेपर। तिम्रो पो माइ गड हुँदैछ, मेरो चाहिँ कस्तो मजा आउँछ। पानी मगाएको थियो। मगाएको थिएन भइहाल्यो, आफैलाई दिएको होला। गाईतिर त आफै पनि ल्याइदिँदो रहेछ त। 50 पल्ट फोन गर्दा पनि ल्याइदिनु। यही त खासियत छ मेरो बोलीमा। दे दीजिए ना। ओ हाँ हाँ एक ही दे दीजिए, बीच में आ जाइएगा एक बार। ओके थैंक यू भैया। तिमीहरू यही कुरो चाहिँ के भन्छ नि, के भन्छ त्यो, के भन्छ तँलाई छुच्चे बिरालो यस्तो 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 गरेर माग्छ। अनि तिमीलाई कहाँ दिन्छ? म त डाइरेक्ट कराइदिन्छु। अन्त त्यस कारण त आउँदैन। अब म एकताल भनेको बोल्नु त रिस उठेपछि कराउनु पऱ्यो नि। हाँ भैया ला दिजिए न। राम्रो मुखले बोल्छु, ल्याइदिइहाल्छु। तिमीलाई थाहै छ त म कस्तो मजाले बोल्छु। बिचराको मुडै अफ बनाइदिन्छ। अस्ति त उयो भाइ हामी चाहिँ पराको गेटबाट जानु पऱ्यो भनेर हाम्रो गेट चाहिँ नखोल्नु पऱ्यो। एउटा भाइ आउँदैछ कि ओ भाइ ओए ओए म त भन्थेँ कि हाँ दिदी गेट बन्द कर देंगे। हाँ ठिकै ठिकै। वही तो बात है। मसँग त त्यसरी डराउँछ नि त मान्छेहरू क्या। तिमीसँग डराउँछ, मसँग मान्छे खुसीले मायाले बोल्छ। आफ्नो आफ्नो ट्यालेन्ट। अब तिमीहरू भनेको हिजो भनेको होइन, कति जग्गा जग्गामा दादाहरू मात्रै हुन्छ, दिदीहरू पिके डन पिके हिजो देखाएको होइन, पिके डन हिजो पिके डन के हो मेरो नाम? पिके डन। अरे कस्तो नाम हो यो, पिके डन। पिकेको फुलमा पनि थुप्रै हुन्छ नि त। उसको के हो चेकअप मात्रै डिस्कसन हुँदैछ। सिबिसिटी सरकोमा आएको रहेछ नि त। हिँड्दै जाने हेर न, हिँड्दै जाने आज कहिले जाने? आज के ल्याइदिनु? पिके डनलाई के ल्याइदिनु?
यसो त दाना पानी त चढाउनु पर्यो होला नि डार्क फ्यान्टासी बिहान पनि ढिलो बेलुका छिटो म चाहिँ के हो भने तिमी मेरो फ्रेन्ड हो क्युटी डोरेमोन मेरी नोबिता तुम क्यों गुस्सा कर रही हो नोबिता मुझसे क्यों नाराज हो नोबिता गएको छ म त्यसकारण त भन्दैछु के चाहियो भन न तिमीलाई डार्क फ्यान्टासी डार्क फ्यान्टेसी छोडिदिउँ भनेको बेसी खानु थाल्यो म सधैँ जस्तो खाँदिनँ नि त डार्क फ्यान्टेसी के खानु छैन हौ मैले खाँदैन केही पनि म गएर फोटो खिचेर मात्रै लगाइदिन्छु ल डार्क फ्यान्टासीको फोटो पक्रेर फोटो खिचेर पठाइदिन्छु ल सदा यस्तो खाएको छैन तल खोलिदिएकै भयो त्यो कहिलेको खोल्नु ल राखेँ